हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज म बनाउन जाँदैछु बुङ्गुरको मासु। बुङ्गुरको मासु त अब खै हजुरहरूलाई मनपर्छ कि नै, मलाई चाहिँ त्यति धेरै पनि फेभरेट छैन अनि ठिकठाकै त्यस्तो मनै नपर्ने पनि छैन, मिठो लाग्छ। अनि बुङ्गुरको मासु चाहिँ हाम्रो बुवाले लिएर आउनुभएको थियो अनि ल्याएर मलाई लौ बनाऊ तिमी म खाम्ला भन्नु। म चाहिँ खुसी भयो किनकि बुवाले प्रायः जस्तो कामहरू अराउनुहुन्न अनि यस्तो गर भनेर कहिले नि भन्नुहुन्न कि। अनि मासु लिएर मेरो हातमा पक्राइदिनु भयो अनि मिठो पकाऊ भन्नुभयो। अब त्यति भने जस्तो नपकाउने कुरै छैन। अनि म चाहिँ खुसी हुँदै आएँ अनि मिठो बनाएर खुवाउँछु मैले आज बुवालाई भनेर सोचेँ। अनि मैले त्यही कोसिस गरेँ, बनाएँ मासु मजाले, मसलाहरू पिसेँ, मसँग जे कुराहरू थियो त्यही कुराहरू हालेँ। अनि मलाई चाहिँ त्यति राम्रोसँग नि बनाउन आउँदैन, मेरो चाहिँ यही हो, सिम्पल तरिकाले बनाउँछु। अनि मेरो भान्सामा जे कुराहरू थियो त्यही कुराहरू मात्रै मैले युज गरिरहेको छु। मेरो चाहिँ मेथी सकिएको थियो अनि बजार जानु चाहिँ मैले भ्याएको थिएन, त्यही भएर मैले खुर्सानी थोरै हालेर मात्र बनाएको। अनि यसको चिल्लो निस्केको थियो अनि मैले चाहिँ यसरी गिलासमा निकालेर राखेँ किनकि धेरै चिल्लो नि राम्रो हुँदैन, खान सकिँदैन नि त। अनि त्यही गरेपछि मलाई चाहिँ बोल्दा बोल्दै के भन्ने भइरहेछ नि त। म चाहिँ अब गराउँदिनँ नि त त्यति धेरै, मलाई बानी परेको छैन। अनि मैले चाहिँ ट्राई गरेको है, अब म बनाउँछु भन्ने ट्राई गरेको। अनि यो मासु बनाउँदा चाहिँ देखिराख्नु होला हजुरहरूले मैले के हालेछु भनेर, जति थियो त्यति नै हालेर मिठो बनाएको थिएँ। अनि यो खाने चाहिँ बुवा म मेरो बच्चाहरू मात्रै हो, अरूले खानु हुँदैन। मिठो भएको थियो अनि हामी चाहिँ टन्नै खायौँ। अनि यो भिडियो हेरेर सबैले लाइक कमेन्ट गरिदिनु ल, अनि माया पनि गर्नु ल।